नेपाली म्यान्स फुटबलले चाहिँ विश्वमै कीर्तिमान कायम गर्न सफल भएको छ र यो कीर्तिमान कायम गर्नलाई सफल हुनमा चाहिँ अहिलेको एन्फाको प्रतिनिधिहरूले चाहिँ एकदमै ठुलो भूमिका खेलेको चाहिँ कुरा पनि बाहिर आएको छ। एन्फा अर्थात् अल फुटबल नेपाल एसोसिएसनले चाहिँ एकदमै ठुलो निर्णय लिएको कारणले गर्दाखेरि यो कीर्तिमान कायम गर्नलाई चाहिँ सफल भएको छ। हरेक पटक कोच फेर्याउने अनि त्यसपछि रिजल्ट लिएर आउने र विदेशमा खेलाडीहरूलाई पलायन हुनलाई बाध्य बनाउने एन्फाको अहिलेको प्रतिनिधिहरूलाई अथवा अध्यक्षले म एउटा प्रश्न गर्न चाहन्छु। भोलिको दिनमा तपाईँको सन्तान अथवा चाहिँ तपाईँको परिवारलाई चाहिँ तपाईँको श्रीमान के गर्नुहुन्छ, तपाईँको बुवा के गर्नुहुन्छ भनेर भन्दाखेरि चाहिँ तपाईँको सन्तानले चाहिँ गर्वको साथ आफ्नो बाउको नाम लिएला त? तपाईँहरूलाई यो प्रश्न, के तपाईँको सन्तानले चाहिँ भोलिको दिनमा तपाईँको नाम चाहिँ गर्वको साथ मेरो बाउ चाहिँ यो भनेर लिन सक्ला त? यदि यसो हो भने तपाईँहरूले राम्रोसँग काम गर्नुहोस्, यही ठिक छ। होइन भने यदि तपाईँहरूलाई चाहिँ साँच्चीकै नेपाली फुटबल चाहिँ गिरेकै हो, बिग्रेकै हो जस्तो लाग्छ भने चाहिँ अब राजीनामा दिनुहोस् र अरूलाई राम्रोसँग काम गर्न दिनुहोस्।